हेलो गाइस, वेलकम टु ब्याक माई युट्युब च्यानल। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। आज म आएको छु एकदमै फेमस ठाउँमा। यो चाहिँ हाम्रो सानो श्री बर्दियामा रहेको गुलरिया नजिकै रहेको झुलिङ्गे पुल। अनि यो झुलिङ्गे पुल भएको ठाउँ चाहिँ यसलाई चाहिँ कुसुमा घाट भन्छ। हेर्न सक्नुहुन्छ पुल सक्नुहुन्छ। यो चाहिँ पुलको बिचमा छु है म अहिले। तपाईँलाई पुरा देखाउँछु। धेरै लामो छ, धेरै लामो छ गाइस। पुल चाहिँ धेरै लामो छ। अनि यतातिर नदी पनि बगिरहेको छ। यतातिर यो चाहिँ नयाँ पुल बन्दैछ। यतातिर यो पुल बनिसकेपछि यो पुलमा चाहिँ मान्छेहरू मात्रै हिँड्ने, गाडी चाहिँ बन्द हुने सम्भावना धेरै छ। किनभने यसमा बाइक मात्रै हिँड्छ, कारहरू हिँड्दैन। यो चाहिँ सानो छ। कार त हिँड्न सक्छ, तर कारलाई चाहिँ अनकम्फर्टेबल फिल हुने जस्तो छ होइन। तर राम्रो छ, एकदमै राम्रो छ। दसैँ तिहारको बेला चाहिँ एकदमै भिड हुन्छ, मान्छेहरू धेरै हुन्छ यहाँ। धेरैभन्दा पनि धेरै 1000-1500 जना हुन्छ फेस्टिभलको दिनमा होइन। तर एकदमै रमाइलो हुन्छ। र आज मैले मौका पाएँ हजुरहरूको मोबाइलमा देखाउनको लागि। यो यसै गरी यो पुल चाँदनी दोधारामा पनि रहेको छ, सुदूरपश्चिम जिल्लामा। र यो हाम्रो सुदूरपश्चिम जिल्लाको नेक्स्ट यस्तै गरी पोखरामा पनि रहेको छ यस्तो झुलिङ्गे पुल होइन। यो चाहिँ थर्ड भन्नुपर्छ नेपालको। छोटो छ, तर सबभन्दा लामो चाहिँ पोखरामा, त्यसपछि सुदूरपश्चिममा छ, अनि त्यसपछि यो चाहिँ थर्ड हो। यो पनि लामै छ गाइज। यसको लम्बाइ चाहिँ खासै थाहा भएन। त्यहाँ पर चाहिँ मान्छेहरू यो चाहिँ घाट हो। यहाँ चाहिँ मान्छेहरू जलाउन आउँछ। जलाइसकेको के गरेको होइन होला, श्राद्धै गर्न होला, त्यस्तै होला। तर चाहिँ गाइज एकदमै राम्रो छ ठाउँ चाहिँ, मस्त फेमस। हजुरहरू पनि बर्दियादेखिबाट हेर्दै हुनुहुन्छ भने यो भिडियो आउनुहोस्, एकचोटि हेर्नुहोस्, भिजिट गर्नुहोस्। एकदमै रमाइलो छ। म चाहिँ एउटा भ्लगर होइन। म चाहिँ एउटा भिडियो मात्रै बनाउनको लागि यहाँ आएको हो। र यहाँ चाहिँ आएर फोटोसोटो खिच्न पनि पाइन्छ। अनि एकदमै राम्रो छ ठाउँ। एकदमै तपाईँले हेर्न सक्नुहुन्छ, नदी पनि एकदमै राम्रो छ। यो चाहिँ कुसुमा घाट। यो पहाडबाट आएको छ। यो पानी चाहिँ धेरै टाढाबाट आएको छ। राम्रो छ ठाउँ चाहिँ धेरै राम्रो हो, धेरै राम्रो भन्दा पनि अति नै राम्रो। मलाई पुरानो देखाउँछु। हेर्न सक्नुहुन्छ गाइज, धेरै राम्रो छ। ब्रिज चाहिँ एकदम मस्त। मलाई नि एकदम राम्रो लाग्छ यहाँ आएर भिडियोहरू बनाउन होइन, फोटोहरू खिच्न एकदमै राम्रो लाग्छ मलाई। यो ठाउँमा चाहिँ एकदम राम्रो छ। ओके गाइज, तपाईँले अर्को ठाउँमा अर्को ब्रिज पनि देखाउने छु अहिलेलाई। यति नै, बाइ बाइ।